लिच्छवीकालीन करहरू भोग कर पशुपालनमा लगाइने कर, कर वाणिज्यमा लगाइने कर, सुकर कर सुँगुरमा लगाइने कर, आपण कर पसलमा लगाइने कर हो, पसलमा लगाइने कर, मल्ल कर भैँसीमा लगाइने कर, पलाण्डु कर प्याजमा लगाइने कर, मल्लयुद्ध र गोयुद्ध कर मनोरञ्जनमा लगाइने कर, तैल कर तेलमा लगाइने कर, भाग कर कृषिजन्य उत्पादनमा लगाइने कर हो, कृषि उत्पादनमा लगाइने कर, चैल कर कपडामा लगाइने कर, सिङ्कर सिङ्करको फर्निचरमा लगाइने कर, पशुपालनमा लगाइने कर, वाणिज्यमा लगाइने कर, सुँगुरमा, पसलमा, भैँसीमा, प्याजमा, मनोरञ्जनमा, तेलमा, कृषि उत्पादनमा, कपडामा, फर्निचरमा। विभिन्न जातिका सम्मानजनक सम्बोधन। ब्राह्मणलाई के भनेर सम्बोधन गर्छन्? गुरुज्यू, बाजे, पण्डित हो। गुरुज्यू, बाजे, पण्डित भनेर सम्बोधन गर्छन् हैन। राणालाई बाबु साहेब, कायस्थलाई के हो भन्दाखेरि मुनि मजी के यस्तो यस्तो के हो, दिवा नजी मुनि मजी, दिवा नजी मुनि मजी। त्यसपछि छ तामाङ र धिमाल। तामाङ र धिमाल जातिका मानिसलाई के भनेर सम्बोधन गरिन्छ? लामा। लिम्बू र थकालीलाई खरिदार होइन सुब्बा। छेत्रीलाई बाबु साहेब, थारूलाई चौधरी, सार्कीलाई मिजार, शाहलाई नै यहाँ छेत्रीलाई गल्ती भयो है। यो छेत्रीलाई के भन्छ भन्दाखेरि काजी, थारूलाई चौधरी, सार्कीलाई मिजार, शाहलाई बाबु साहेब, दमाईलाई दर्जी। गुरुज्यू, बाजे, पण्डित, बाबु साहेब, दिवानजी, मुनिमजी, लामा, सुब्बा, काजी, चौधरी, मिजार, बाबु साहेब, दर्जी।